के तपाईँलाई पनि केही गर्न सक्दैन यसले भनेर अरूले भनेको छ र अरूले भन्यो भनेर जीवनदेखि हार र हरेस खाइबस्नु भएको त छैन। यदि जीवनदेखि हार वा हरेस खानुभएको छ भने आज म हजुरहरूलाई एउटा सत्य घटनामा आधारित कथा सुनाउन चाहन्छु, जुन कथाले हजुरहरूलाई जीवनमा अघि बढ्ने प्रेरणा मिलोस्। महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन, उहाँलाई सानोमा यसले भविष्यमा केही पनि गर्न सक्दैन र मन्दबुद्धि भनेर चिनिन्थ्यो। जब अल्बर्ट 8 वर्षको हुँदा स्कुलबाट घर फर्किने क्रममा उसको हातमा एउटा चिठी थियो। चुपचाप त्यो चिठी आमाको हातमा थमाइदिन्छ, जुन चिठी स्कुलको प्रिन्सिपलले पठाएको हुन्छ। चिठी पढ्दा पढ्दै आमाले आँखाबाट आँसु झार्दै अल्बर्टलाई भन्छ, बाबु, भोलिदेखि तिमी स्कुल नजानु, म तिमीलाई घरमै पढाउँछु। अल्बर्टले डराउँदै सोध्यो, आमा किन र के लेखेको छ यो चिठीमा? आमाले आँसु पुस्दै फेरि त्यो चिठी पढ्न थाल्छ। तपाईँको छोरा बहुप्रतिभाशालीको धनी छ, असीम क्षमताले भरिएको छ, भविष्यमा महान व्यक्ति बन्ने प्रबल सम्भावना छ, तर हाम्रो स्कुलको म्यानेजमेन्ट, हाम्रो स्कुलको टिचरहरू योग्य छैन हजुरको छोरालाई पढाउने। त्यसैले प्लिज भोलिदेखि घरमै पढाइदिनु होला। यो सुनेर अल्बर्टको आँखामा चमक आयो, उसको मनमा विश्वास पलायो, ऊ खुसी भई घरमै पढ्न थाल्यो। समय बित्दै जाँदा पछि गएर महान एक वैज्ञानिक अल्बर्ट भयो। आमाको मृत्युपछि गाउँको घरबाट सहरको घर सर्ने क्रममा पुरानो एउटा बकास भेट्यो। त्यो बकासभित्र एउटा फोल्ड भएको सेतो पेपर रहेछ। के रहेछ भने धुलो टक्काई खोली हेर्दा त्यो चिठी थियो। म 8 वर्षको हुँदा सरले मेरो हातमा दिएको थियो। मैले जुन चिठी आमाको हातमा थमाइदिएको थिएँ। यो घटना सत्य हो। हरेक यस्ता घटनाहरू अल्बर्टले आफ्नो अटोबायोग्राफीमा लेखेको छ। मैले हतार चिठी उत्साहको साथ पढ्न थालेँ। पढ्दा पढ्दै म घुँडा टेकेर रोएँ, किनकि यो चिठीमा लेखिएको थियो, तपाईँको छोरा मन्दबुद्धिको छ, केही पनि गर्न सक्दैन, भोलिदेखि स्कुल नपठाइदिनु होला कृपया, किनकि हजुरको छोराले गर्दा अरू बच्चाहरूको भविष्यमा पनि ठुलो असर गर्न सक्छ। आमाले त्यो चिठी उल्टो पढ्यो कि पढेन? यदि सुल्टो पढ्नु भएको भए सायद आज अल्बर्टको नाम यो संसारमा चिन्थेन होला। त्यसैले तपाईँ र हजुरको बच्चाहरूलाई पनि केही गर्न सक्दैन यसले भन्यो भने अल्बर्टलाई सम्झिनुहोस्, त्यो चिठी सम्झिनुहोस् अनि आफूलाई भन्नुहोस्, म कमजोर होइन, म अझै नखुलेको सम्भावना हुँ। आफू र बच्चाहरूलाई तँ गर्न सक्दैनस् वा गर्न सक्दैनौ कहिले नभन्नुहोस्, कहिले हार नमान्नुहोस्। यस कथाबाट के सन्देश पाउनुभयो? प्लिज कमेन्ट गर्नु नबिर्सिनु होला। साथै कथा मन परेमा लाइक र सेयर गरिदिनु होला। धन्यवाद। जय नेपाल।